त्यसो गाइस सबजनालाई सन्चै होला हैन। अनि त्यसपछि आज चाहिँ डे 5 भइसक्यो। त्यही हो। अनि आज चाहिँ घुम्न जान्छ, मेरो बाइकको पार्ट्सहरु पनि लिन जान्छ। बाइकको पार्ट्स भन्दा नि त्यो खुट्टामा लाउने त्यो के भन्छ ब्रेक प्याड हो के भन्छ हैन, मलाई पनि त्यस्तो राम्रोसँग थाहा भएन। अनि त्यही हो, अहिले एकछिनमा भेट्नुपर्छ है त साथीहरु सबैजनालाई। राम्रै होला अझैसम्म नि हैन। मेरो भ्लग यति नै भएको छ। थ्यांक यू सो मच सबजनालाई। म चाहिँ रेडी पनि भइसक्यो केटा हो हैन। यही हो मेरो आउटफिट चाहिँ। त्यस्तो गतिलो त छैन हैन। त्यही पनि पछाडी ब्याग पनि भिराएको छु। अहिले म अब उतै गएपछि देखाउँछु। बाइक चलाएको बेला देखाउन मिल्दैन नि त। उतै बाबाको अफिस गएपछि देखाउँछु। बाबालाई भेटेर जानुपर्छ केटा हो है। अहिले चाहिँ रातेको ल सिसैबाट बन्द गरिदिनु त। अफिस पनि आइसक्यो म केटा हो, अघि नै घरमा थिएँ हैन। अंकल हुनुहुन्छ यसमा भेट्छु म है। ल गाइस म चाहिँ सुशान्तको भ्लगमा आएको है। सुशान्तले चाहिँ बाइक चलाइरहेको छ। हामी चाहिँ यहाँ बिजुली बजारमा छु र हामी यहाँ टेकु जान लागेको। त्यो गाइस बालेले चाहिँ हल्का सफा नै गरेको छ हैन। ठिकै हो यतिसम्म गरेको त। यो बिजुली बजार हो, यता चाहिँ लाइट बल्छ क्या हैन। राति राति चाहिँ बालेले राम्रै काम गरे हो हैन। के कस्तो हो थाहा छैन। यहाँ अगाडि चाहिँ के उतो भइरहेछ यार, ट्राफिक छ यार। र आन्दोलन के भइरहेछ होला खै, आई डोन्ट नो के हो हैन। यस्तै हो। अब हामी बिस्तारै जाउँला, त्यसपछि हेरौँला के हुन्छ। सबजना पाहाडमा छ क्या हो छोरा हो। नेपालमा यस्तै हो के गर्ने। त्यही हो हामी चाहिँ गइरहेको गाइस। यति नै हो। आम्मो नसक्ने फेरि। पुलिसको फोर्सेस हो यार गाइस। ल आम्मो यहाँ पनि छ भने ल हेर्नु न ल टिस्याने त्यही हो। यहाँ पुलिसहरू छ गाइस। यस्तै हो होइन के हुन्छ। वाल छ्याल रहेछ यार। आज शनिबार हो है, मलाई काम पनि छैन। त्यस्तै हो गाइस। आज लास्ट भिड छ यार। मर्छ मुला जे पनि हुनसक्छ। मलाई झगडा भइसक्यो यार, थाहा नै छैन भने। त्यही हो गाइस। ल यति नै हो। अगाडि बढौँला हामी बिस्तारै। हामीले चाहिँ हिजो यहीँबाट सामान लगायो हो। यो ठाउँमा आउनुहोस् होला त हामी त चल्छ। ल होइन भान्जाले के किन लागेको थाहा छैन गाइस होइन। अझै भान्जाले एउटामा आएको भ्लगमा सानो रमाइलो होइन। खुट्टामा लाउने है। यस्तै हो होइन भान्जा। हामीले चाहिँ यहीँ किन हो देखाइदिइसक्यो। यहाँ आउनुहोस् होला यार। यहाँ सब सामानहरू पाउँछ। हामीले लाइट पनि यहीँबाट चेन्ज गरेको। दामी छ लाइट, रिग्रेट चाहिँ लागेन। त्यही हो। ल गाइस यही हो। अब सामान आएपछि देखाउँला हामीले। बाई।
भान्जा हावा भान्जा त्यही बाइकको लागि होइन यो किन्दैछ भने जुत्ता फुट हुन्छ भने त्यो पनि ठिकै छ होइन यति भने किनेछ ल भान्जा ल जाउँ हामी बाई बाई म सुशान्तको भ्लगमा आएको हल्का रमाइलो उसले चाहिँ चलाइरहेको छ भ्यू चाहिँ यस्तो छ रमाइलो भएर भाइलाई चाहिँ कप्पा सप्पा बाटो थाहा छ कि हो हामी चाहिँ यहाँ आएको छु होइन त्यही हो यस्तै हो रमाइलो हो के गर्ने गाइस अब भ्यू हेर्न पर्छ माथि पुगेपछि बिस्तारै गएपछि होइन त्यो हो दामी छ बाटो चाहिँ लगाएको होइन साथै कुदेर आएको अनि त्यसलाई ट्रेनिङ सेन्टर पुऱ्याएर म चाहिँ अब घर जानु लगाएको अहिले यसमा भेट्छु साथीहरू सबजनालाई उता टिका खाँदिन पुगेपछि भेट्छु तपाईँहरूलाई तपाईँहरूले गाडी चलाइरहनु भयो हजुर A15 हो स्यामसङ हो क्या यहाँ गाडी घुमाएर एट हान्दै हुनुहुन्छ म चाहिँ आइपुगिछ है उता टिकाथली मस्त घुमाइरहनु बाबा प्रो हो नि फेरि सबजनाले हामीलाई सब्सक्राइब हालिदिनु होला दाइहरू हुनुहुन्छ यता अङ्कलहरू हुनुहुन्छ यता आन्टी भएर बाबा आउँदै हुनुहुन्छ है यता दामी दामी घरहरू छ यार यहाँ त गाडी सुन्नु भाइसँग सुत्नु पर्ला है आज एक दिन भाइसँग सुत्नु पर्ला सान दादाहरू चाहिँ घ्याम्पे डाँडा घुम्न जानुभएको रहेछ अनि मैले चाहिँ अब एन्डिङ गरिदिनु लागेको है अनि त्यसपछि हामीलाई चाहिँ धेरै सपोर्ट गरिदिनु है सब्सक्राइब गरेर लाइक गरिदिनु होला सबैलाई सेयर गरिदिनु होला है बाई भोलि नै हामी पोस्ट गर्छौँ है।